करप्सन टोटली हटाउन एक मात्र उपाय हुँदैन। सिस्टम, लिडर र सिटिजन तिनै बदलिनुपर्छ। यहाँ प्र्याक्टिकल र रियल उपायहरू छन्। पहिलो, स्ट्रङ ल इन्फोर्समेन्ट, कडा कानुन लागू। कानुन सबैलाई बराबर लागू हुनुपर्छ, ठूला नेता होस् वा कर्मचारी। घुस लिने दिने दुवैलाई तुरुन्त कारबाही, केस वर्षौंसम्म लम्ब्याउने होइन। फास्ट कोर्ट सिस्टम। उदाहरण, कमिसन फर द इन्भेस्टिगेसन अफ अब्युज अफ अथोरिटी CIAA लाई अझ स्वतन्त्र र शक्तिशाली बनाउनुपर्छ। 2. डिजिटल सिस्टम। मानिस कम, सिस्टम बढी। जहाँ मानिसको डाइरेक्ट कन्ट्याक्ट कम हुन्छ त्यहाँ करप्सन घट्छ। अनलाइन ट्याक्स पेमेन्ट, अनलाइन लाइसेन्स, डिजिटल ल्यान्ड रेकर्ड्स, ई-गभर्मेन्ट सर्भिसेस। क्यास कम, डिजिटल पेमेन्ट बढी, बराबर घुस कम। 3. ट्रान्सपेरेन्ट गभर्मेन्ट, सबै खुला जानकारी। सरकारी बजेट पब्लिक ड्यासबोर्डमा देखिने कुन प्रोजेक्टमा कति पैसा खर्च भयो सबैले हेर्न पाउने। टेन्डर प्रोसेस लाइभ र ट्रान्सपेरेन्ट। 4. पोलिटिकल रिफर्म, राजनीति सफा। चुनाव खर्च लिमिट कडाइका साथ लागू। कालो पैसा प्रयोग गर्ने उम्मेदवारलाई अयोग्य। पार्टी फन्डिङ पब्लिक हुनुपर्छ। 5. सिटिजन अवेयरनेस, जनताको भूमिका। करप्सन नेता मात्रै होइन, जनता पनि जिम्मेवार हुन्छन्। छिटो काम गरिदिनुस् भनेर घुस दिनु बन्द, गलत देख्दा रिपोर्ट गर्ने कल्चर। 6. एजुकेसन र मोरल कल्चर। स्कुल लेभलदेखि एथिक्स एजुकेसन। स्मार्ट बन्नु मात्रै होइन, इमान्दार बन्नु सिकाउनु। सिम्पल फर्मुला, ट्रान्सपेरेन्सी प्लस टेक्नोलोजी प्लस स्ट्रिक्ट पनिसमेन्ट प्लस अनेस्ट सिटिजन्स बराबर करप्सन कम।